अहिले साथीहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। हामी चाहिँ घाँस काट्न जानु लाग्यो। अब के गर्नु, गाई बस्तु पालेपछि घाँस काट्नु पर्यो। त्यो चाहिँ राजमा हो, हेर्ने राजमा मर्न लागिसक्यो। अनि यो चाहिँ तरकारी, यो के हो अरे, यो बिन्स त्यहाँ छ। अनि यो चाहिँ गहुँ, अनि गहुँ हो। अनि यहाँ अहिले एकछिन गहुँमा घाँस काट्न आउनु पर्ला। अहिले चाहिँ उता वर्षे घाँस काट्न जानु लाग्यो। अनि यो चाहिँ डुम्रीको घाँस हो। घाँसै छैन, घाँसै सकिहाल्यो साथीहरू, केही घाँस छैन। अनि यो चाहिँ बाटो हो, घाँस काट्न जाने बाटो। वहाँ पर घाँस छ, यतातिर चाहिँ बाटो छ। यो सबै गाउँ हो। चढ्थ्यो त, अब अहिले अब आजभोलि चाहिँ खाइदिन्छ भनेर दिँदैन नि त चढ्न। साथीहरू हेर्ने जाँदैछौँ हामी घाँस काट्न। साथीहरू हेर्नु, यहाँ चाहिँ नयाँ बाटो निकालेको छन्। यता चाहिँ पुरै घरहरू बनाउनुको लागि यता चाहिँ नयाँ बाटो निकालेको छन्। अनि यता पनि घरेरीहरू छ। अनि हामी चाहिँ घाँस काट्न उता अगाडि जान लाग्छौँ। लाज लाग्छ मलाई देखिन त फेरि। वहाँ पर बाजे बजे वहाँ पर गएर घाँस काट्छ भयो। अनि उता चाहिँ यो आन्टी घाँस काटिराख्नु पर्दैछ। माइजूले देखाउँदा काटिसक्नु भयो। हेर्नु साथीहरू, यहाँ माइजू नुकी नुकी घाँस काटिराख्नु छ। हजुर भनेको घाँस रहेछ त नि। ए बाबा कति धेरै घाँस काटिसक्नु भएको। हेर्नु साथीहरू, रहेछ त घाँस त, छेउछेउमा त रहेछ के। हेर्नु साथीहरू, माइजू पुरै लुकी लुकी घाँस काटेर वहाँ परदेखि घाँस काटेर कति धेरै गराइसक्नु। हामी पनि अब उतै जानु लाग्यो। हामी घाँस काट्न जाँदैछौँ साथीहरू। अझै घाँस अहिले किनार किनारमा काट्नुपर्छ कि, त्यहीँदेखि अलिअलि यता रहेछ कि घाँसी है।